लाइफ एक्सिडेन्ट होइन यो गाडी यतै फर्केको छ त्यो पनि उतै फर्केको छ रातो गाडी आउँदैछ उता टिप्पर आउँदैछ यो गाडी रातो गाडी यसले ओभरटेक गरेको घुसाको नि यो किन हेर्दैछु पछाडि पछाडि ए यो चाहिँ ओभरटेक गरेर आउने भएको म आउँदैछु पछाडि पछाडि गाडी लिएर ऊ मेरो म पनि स्पिड आएको मेरो यो चाहिँ कता यताबाट आउँदैछ उता आउँदैछ दुईटै उतैबाट आएको एउटा टिप्पर यता जाँदैछ रातो गाडी यता जाँदैछ यो गाडी यता जाँदैछ बिचमा किन घुसाउनु यसले घुसाएको गल्ती यसकै रहेछ भनेको ओभरटेक त्यही हो हेरेर गर्नुपर्छ नि उनलाई त कहाँ जानु यस्तो हतार छ तिनवटा गाडीको बिचमा पर्नु बाफ्रे लु हेर त लु अलिकति यो अनुसार बाँचोडी है बाँचेको हो नि बाँचेको हो नि यतिको जानु अन्त भेटेपछि हेर्नु गाडी नम्बर हेरिहाल्नु यो रहेछ जेएच नम्बर यो टिप्पर उताबाट आउँदैछ जेएच नम्बर रहेछ गाडी राखेको छ अब त्यो टिप्परले पनि त दिनु पर्यो यता एउटा रातो गाडी यताबाट आउँदैछ यो बिचमा घुसाएको यो गाडी चाहिँ कता फसेको कुन उसको गाडी रहेछ त्यही त टिप्पर पनि उता जाँदै थियो सिलगढी यो गाडी चाहिँ उताबाट यता टिप्परको त गल्ती छैन गल्ती होइन यो घुसाएको टिप्परको गल्ती छैन टिप्पर त आफ्नो साइडमै छ म आउँदैछु पछाडि पछाडि गाडी लिएर यो गाडी हेर न कहाँ पुगेको लाग्दैन यो लाग्दैन जेएच गाडी रहेछ हेरिहाल्नु हेरिहाल्नुहोस् अहिले बिहान बिहानै वर्षाबारीमा वर्षाबारीको यहाँ हेरिहाल्नुहोस् नतिजा बेसी ओभरटेकिङ गरेर हिँड्छ हतारमा बिहान बिहानै यति साह्रो हतार के को हेरिहाल्नुहोस् यो गाडी यति डेन्जर भइरहेको छ हेरिहाल्नुहोस् हेर्नुहोस् त हेरिहाल्नुहोस् गाडी नम्बर हेरिहाल्नु यहाँ झरेको भए त डाइरेक्ट भित्र पसिहाल्थ्यो नि उता जाँदैन सिधा पस्थ्यो भाइ सिधा पसेर त्यो ह्यान्डल खतम हेर्नुहोस् यस्तो हुन्छ गाडीहरू घोडाहरू चाहिँ बिस्तारो चलाउनु पर्छ हेरिहाल्नुहोस्